अलिकति गिटार र अलिकति रोहित दाईको अलिकति म्याजिक नपरेर मात्रै हो, नत्र त म पनि खतरनाक हुन्थेँ नि। हो होइन हो म मान्छु हो तर माया कसम आज म चाहिँ लिमिन हो कि कसम बोइज ओभर फ्लावरको हिरो हो क्या भाइ बिफोर रहेछ त लुक्स फेरि कस्तो झार्छु त लुक्स फेरि कस्तो झार्छु त ल ठिक छ, बिहान स्लिपी र स्काईसँग जिम हान्छु। सँगै रहेछ होइन नो फेयर पनि आउँछ होला त। खै मैले देखेको छैन, अस्ति म त बिहान हानेको थिएँ। ठिक छ मेरो भाइ। ल यो दाइहरूको आज यसो हेर्दैछु म, यहाँ केटाहरूले कुलबोय लेखिरहेको थियो अघिदेखि। त्यही त भनेको थिएँ यहाँ त फेरि। ए ल हुन्छ एकदम माया छ उता, रोहित दाईलाई पनि एकदम माया छ भनिदिनु। ल म भनिदिन्छु दाइहरू आएपछि भेट्न जाउँ न एकजना एक दिन दाजुभाइहरू हामी। ल अनि स्वप्निल दाईलाई पनि के भनिदिनु थाहा छ? एउटा च्यारिटी हामी दुईजना दाइहरू र हामी मिलेर एउटा दामी गर्दैछौँ कि त्यसमा तिमी पनि जोडिनुपर्छ, हामी सबैजना गरेर मिलेर गर्नुपर्छ एउटा। ओके दाइ एकचोटि सुन्नु त। भन न। औ सपना मलाई बिउसाइदिनु, हौ चाहना तर केही छैन, भ्रम होस् तर खुसी नै छु म, यो माया हो। ल जान्छु दाइ, धेरै गीत गरे कि के हो। ल ल टेक केयर, बाई बाई दाइ। ल मेरो भाइ, ल लभ यु। ल मतलब हो क्या। उतापट्टि रोहित दाई हुनुहुन्थ्यो नि, रोहित दाई यस्तो मान्छे है, फेरि मच रेस्पेक्टफुल, अलिकति हल्का फेरि मेरो बुझेनौ उफु धेरैजना मान्छेहरूमा पनि हुनुहुन्छ फेरि यतापट्टि च्याटमा के गरेको होला, यस्तो खतरनाक म्युजिसियनको अगाडि के गरिरहेको होला, यताउति गरेको होला भनेर सोच्नु होला। अलवेज छ यार, रेस्पेक्ट भन्ने कुरा मनमै छ। ओके।